बाँच्यो होला कि यहाँ माथि राख्दिन न, यहाँ राख्दिन न। श्रमदाताहरूले यसरी जाली हेलो गुड मर्निङ सबैलाई नमस्कार छ। ल आज फेरि हामी चाहिँ यो हाम्रो श्रम संस्कृति पार्क आएको छौँ है, यसरी है। ल आज हाम्रो चाहिँ यहाँ माथि आराधारण जगाउने को लागि जगाउनको लागि यहाँ माथि ग्याबिङ जाली लगाइँदैछ। त्यसको लागि हामी यहाँ हाम्रो धरान खाने पानीका टिमहरू पनि आइसकेका छन् र हामी पनि जाँदैछौँ आज माथि आराधारणलाई जगाउने छौँ। जगाउनका लागि हामीले यसरी यहाँनिर टोलीहरूसँग जाँदैछौँ। ल आराधारण संस्कृति पार्क यस्तो छ, देख्न सक्नुहुन्छ। ल यो जाली एउटा त बोकौँ त। ल यो 2 को बोक्दा पनि हुन्छ, 3 को बोक्दा पनि हुन्छ हौ। ल यो जाली लगेर ल यो जाली बोकेर जानेछौँ। ल यसरी हाम्रो टोलीहरू पनि सबै आइसकेका छन्। एउटा बोकेर लैजाउँ न। यसरी ल ओए बोक्न। ल बोक्नु। ल यसरी जाली लगेर हामी माथि आराधारण जाँदैछौँ। ल आजको हाम्रो काम चाहिँ यहीँ हुनेछ श्रम संस्कृति पार्कमा। ल यसरी हाम्रो जाली लिएर यहाँ राखिसकेका छौँ र हाम्रो यहाँ तल सिसौको फेस साइडतिर लाग्ने रहेछ जाली है। त्यो भएको कारणले फेरि हामी यहाँ जाली पनि आइसकेका छौँ। र यहाँ देखाउँछु म तपाईँलाई। यहाँ गेट चाहिँ यहाँ गोर्खा चौतारीको यसरी निर्माण हुँदैछ है। पुरै यहाँ देख्न सक्नुहुन्छ गोर्खा चौतारी। ल यस्तो छ है यहाँनिर गोर्खा चौतारीको बन्दैछ, एकदम राम्रो चटक्क। हेर्नुहोस् गोर्खा चौतारी। ल यस्तो छ। ल यत्रो यो बाटो कति हिँड्ने है पहिला है। हामीले सर्दु खर्दुमा पहिला काम गर्दा यो ठाउँ एकदम जोडी एकदम भारी थियो है यो ठाउँमा। र अहिले चाहिँ यो मेयर साम्पाङको परिकल्पनामा यसरी यो संस्कृति पार्क बनेको छ। यहाँ यस्तो छ आजको दिन यस्तो छ। ल मौसम पनि एकदम खुल्ला छ। अहिले बिहानसम्म त पानी परिरहेको थियो, अहिले चाहिँ मौसम ठिकै छ, खुलेको छ। ल यसरी हेलो दाजु। ल म आइहालेँ। ल यसरी ल अनि देख्न सक्नुहुन्छ श्रमदाताहरूले यहाँ माथि राख्दिन न, यहाँ राख्दिन न। श्रमदाताहरूले यसरी जाली यहाँ माथि ल्याउनु न, यहाँ माथि। ल यसरी श्रमदाताहरूले जाली बोकेर यसरी आउँदै हुनुहुन्छ। ल यहाँ राख्दिन न छेउमा, हुन्छ हुन्छ। ल जाली लिएर आउँदै हुन्छ। ल यही सांस्कृतिक पार्क यहाँ हाम्रा कुहिरे शिक्षकहरू हुने रहेछ। यसरी हेर्नुहोस् त कति राम्रो यार गोरी क्या हाय 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 हाय। यहाँनिर चाहिँ खाजापान नास्ताहरूको काम हुँदै रहेछ। हेर्नुहोस् आजको सन्धान भइरहेको छ है। हेर्नुहोस् ल आजको सन्धान पुरै यहाँ भइरहेको छ है।
पर देख्नुभएको पनि सानो ट्याङ्की कम दामबाट बनेको पनि ट्याङ्की आज श्रमदान भइरहेको छ यहाँ आराधारण जोगाउनको लागि र हामी चाहिँ तल हाम्रो टोलीहरू छ अर्को तल पनि जाली ग्याबिङ लाउनु पर्ने छ त्यो भएको कारणले हामी चाहिँ तल जाली बुन्नलाई जाँदैछौँ तल हामी केटाहरूले जाली लाउँदैछौँ र फेरि हाम्रो आराधारण हेर्नुहोस् यहाँको ल आज हाम्रो चाहिँ जाली ग्याबिङ लाउँदैछ ल बिहानभरि पानी परेको थियो है र यहाँ आज हेर्नुहोस् माछली ठुलो भइसक्यो त रातो सेतो रातो रङको माछा ल है आज चाहिँ हाम्रो ओसो पार्कमा छ काम चाहिँ अनि त्यसपछि हामी चाहिँ बिबी भ्लगमा दाइले मलाई चाहिँ फोन दिनु भइरहेको छ एकचोटि दाइ चाहिँ बिजी हुनुहुन्छ अनि त्यही भएर मैले यहाँ फोन पक्रिरहेको छु अनि त्यसपछि हाम्रो चाहिँ यहाँ जाली बन्ने काम भइरहेछ राजकुमार दाइ पनि जाली बन्नु भइरहेको छ अनि त्यसपछि पवित दाइ कस्तो हुँदैछ भनिदिनु न रमाइलो मासु भात खाएको रमाइलो हड्डी चाहिँ अलिक मजाले चपाएर निल्नु है हस् अनि यहाँ हाम्रो डम्म दाइ हुनुहुन्छ कस्तो भइरहेछ दाइ बिग सर्ट भइरहेछ बिग सर्ट ल ठिक छ यहाँ हाम्रो चाहिँ 3 कोठे जाली छ अनि सन्तोष काका पनि यहाँ हुनुहुन्छ अनि मिरा दिदी त्यहाँ हुनुहुन्छ अनि त्यसपछि दाइ यहाँनिर यो यसलाई के भन्छ दाइ यो हाम्रो हजुर जाली बाल्ने यो के भन्छ यसलाई अब तारै हो हैन तार क्लाइम्बिङ भन्छ हौ ठिक अनि दाइले पनि काट्दै बान्नु हुँदैछ अनि यहाँ हाम्रो नि हजुर यो सर्दो खोलाले धेरै दुःख थियो क्या यहाँ हजुर पार्कलाई हजुर यो पोहोर हामीले यसरी लगाएको यो जालीहरू है हजुर यो सबै पोहोर लगाएको होइन लगाएको जालीहरू यिनीहरू हामी कटेर हामीले लगाएको जाली हो यो पनि हामीले नै लगाएको होइन अब उठाउने हो यसपालि फेरि बिगार्छ कि भनेर अलिक छिटो नै ठिक मर्मत गर्दैछौँ यस्तै छ पानी माथि देख्नुभएको माथि पनि सामान हुँदैछ पुरै त्यहाँ माथि पनि अलिक मजाले देखिएको छैन तर सबै त्यहाँ माथि यहाँभन्दा धेरै छ माथि चाहिँ 50-60 जनाभन्दा ज्यादा होला है अनि धेरै छ अनि बाढी पनि यत्रो आइरहेकै छ अस्तिको पानीले रोकिएको छैन अनि त्यही हो अहिलेलाई यति नै यहाँ बेसी झर्ने बाटो छोड्नु पर्ने क्या कस्तो अरे बेसी झर्ने बाटो सबै घुम्न रहेछ त्यो पानी अलिकति काटेर अर्को हुन्छ मालिक हुन्छ सर हुन्छ म सुन्नु काका अरे खर्चै केटालाई अलिक पढाउनु भनेको सुन्दैन यार खाना यो होला नि होइन रहेछ बजारै कस्तो छ हौ खाना मिठो छ
अन्त बाँसले खाने मान्छ कि फेरि हामी कोका टिम भेट भएको थियौँ होइन बेला भन्न आँटेको थियौँ हाम्रो स्कुलबाट चाहिँ कता भयो ल मिठो छ जङ्गलको तरिकाले खाइदिएछ अनिष्ट कोही कोही त माथि ट्रेनहरू माथि चढ्छ नि त होइन यही काम गर्ने कहिले हुँदो रहेछ माथि देऊ कि क्या मलाई कलर खुसी आयो 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 हामी चाहिँ यहाँ ग्याबिङ जाली यहाँ तल लाउँदैछु है म चाहिँ यहाँ फोन आएर अब तल हाम्रो खुसी ट्याङ्की जानुपर्ने छ त हाम्रो बिजयपुरको इन्टरकनेक्सनको लागि त्यहाँनिर रिटेल पिस दुइसिएको छ कि त हेर्नको लागि र त्यो सँगसँगै तल अफिस पनि जानुपर्ने छ अफिसमा गएर सामानहरू अब इन्टरकनेक्सनको लागि रेडी बनाउनु पर्ने छ त्यो भएको कारणले आज चाहिँ ग्याबिङबाट हामी दुईजना झऱ्यौँ दुईजना त्यहीँ गर्छन् तल गएर सामानहरू गर्नुपर्छ धेरै दिन भइसक्यो त्यहाँ खाडल खनेको बिजयपुरको इन्टरकनेक्सनको लागि त्यो भएको कारणले अब हामी यसैबाट तल ट्याङ्की जाँदैछौँ सिन्धुरा ट्याङ्की हाम्रो अफिस ल अब आज हाम्रो तलतिर काम होला जस्तो छ र दुईजना चाहिँ यहीँ गर्दैछन् है आज मौसम पनि ठिक छ ल आज घुम्ने आउनेहरू पनि एकदम धेरै हुनुहुन्छ यहाँनिर देख्न सक्नुहुन्छ घुम्न आउनुहुने ल आजको दिन
त्यसो अघि पुरै छिनाइहालेको सजिलो हुने थियो छिनाले मसिन दुईपल्ट छिनाएको पनि निस्किहाल्ने फक्ला उता छिनाइदिएन अनि निस्किहाल्छ नि किन हिर्काउनु पर्दैन उता छिनाइदिएन अनि हिर्काउनै पर्दैन नि अब नोचमा लाग्दैन लाग्छ हौ बाँचियो होला कि माल निकल्छ ग्यास केट हेर्नु यो मान्छेको ए 2011 को हैन मैले त लड त 34 हामी अलि घन्टे लाग्यो मैले जम्पर ल्याउन न कहाँ यो भित्र हुन्छ जम्पर छ त्यो सानो गाडी छ त त्यो उतार छ सानो गाडी छमै छ यो सही छ यो त कति हेरे तर आवाज नसोची किन्छ जाँदा घरमा ल्याएर कुदाएको छ त्यहाँ काम बेकारमा जित्नु गर्छ मसन राम्रै छैन त यता अब नआएर गइहाल्छ नि त्यसलाई निकाल यो खोइ अर्को उयो खै त्यसको यो वासर हुन्छ ग्यास केट र त त्यो त स्वस्तिकामा छ भनेको मैले क्या त्यहाँबाट बोरामा राखेको छ कि त्यहाँ राम्रो खालको छ हेरेर ल्याउनुपर्छ म खोलिहाल्छु त्यो गर्ने गिरिस सिरिज अलिकति मागेर त्यहाँ लाउनु गिरिस पनि स्वस्तिकाबाट ल्याउनु त्यसलाई सनक्क बनाऊ यसै लाउनु खराने हो क्या यो सिल्भर हो नि खराने त अलि 3 जस्तो मधुरो हुन्छ नि त सेतो छ नि त पुरै सेतो छ यो माग्नु पर्छ मलाई भिडियो गर्न आएको भन्नाले भन्नु के भन्नु हातले चाहिँ मलाई पनि थाहा छ
ल हामी चाहिँ बिजयपुरको इन्टरकनेक्सनको लागि सामान रेडी बनाएर राखिसकेका छौँ र भोलिदेखि हाम्रो बिजयपुरको इन्टरकनेक्सन सुरु हुनेछ। भोलि हाम्रो माथि डिआईको बाट हाम्रो एचडिबीमा लानुपर्ने छ 200/160 कोमा। त्यो भएको कारणले हामीले सामानहरू रेडी पारिसक्यो र अब भोलि हामी माथि अमरहाटको चोकमा जानेछौँ, वालाखाम चोकमा। ल आजको लागि चाहिँ मेरो भिडियो अब यहीँसम्म छ र अब भिडियोलाई भोलि म देखाउनेछु हाम्रो काम। ल यस्तै आजको लागि चाहिँ मेरो भिडियो यहीँसम्म हुनेछ। ल भोलि फेरि म देखाउनेछु हाम्रो भोलिको लागि सामान पनि रेडी यसरी भइसकेको छ। ल यो चाहिँ हाम्रो यो चाहिँ सकेट टेल भन्छ यसलाई, टेल पिस र सकेट भएको रेडी छ र हाम्रो डिआई। ल यसरी भइसकेको छ र यति भन्दै आजको भिडियोबाट म बिदा मागे। हस्त ल भोलि फेरि म तपाईँलाई मेरो काम देखाउनेछु, कहाँ कहाँ गर्नेछु त्यो कामहरू म तपाईँहरूलाई जानकारी दिइरहनेछु। ल आजलाई यति भन्दै बाई बाई।